हेलो एभ्रिवान, सबैजनालाई फेरि पनि लङ टाइम पछि है स्वागत छ हाम्रो युट्युब च्यानलमा हैन। अनि अहिले नयाँ स्टकहरू फेरि आइसकेको छ। विशेष गरी थाइल्यान्डको स्टक आएको छ। अर्को हाम्रो नयाँ भेराइटीहरू पनि छ माछाहरूमा हैन। अब समर पनि आइसकेको छ। तपाईहरुलाई ढिलो नगरिकन म हामीसँग भएको स्टक र प्राइस पनि म भन्दिनेछु है। अन्तिमसम्म पनि रहनु होला र विशेष गरी व्हाट्सएप पनि गर्न सक्नुहुन्छ। अनलाइनमा पनि हामी अनलाइन डेलिभरी पनि गर्छौं। अनि हाम्रो स्टोरमा भिजिट गर्नु होला। हुन्छ, यो समयमा म तपाईहरुलाई नयाँ आएको स्टकहरू पुरानो नयाँ सबै देखाउने छु है त पालेसरी ल। सो यहाँ हामी अगाडि चाहिँ हामी हेर्छौं, यहाँनिर हामीसँग विडोहरू छ राम्रो साइजमा, ठुलो साइजमा छ। यो चाहिँ हामीले पिसको 50 रुपीसमा दिइरहेको छौं। अनि हामीसँग डलर पनि छ है। डलर पनि राम्रै साइजमा छ। जोस तपाईको डलर चाहिँ पिसको 150 मा दिइरहेको हो है। साइज तपाईले देख्न सक्नुहुन्छ। तपाईले हेल्थको पनि तपाईले ढुक्कै तपाईले लादा हुन्छ, केही फरक पर्दैन। हामीले क्वारेन्टाइन वेल क्वारेन्टाइन भइसकेको छ। अनि यहाँनिर हामीसँग चाहिँ ब्ल्याक मोरहरू पनि आइसकेको छ है, ठुलो साइजमा एउटा। अनि यो थाई ओरान्डा, ट्राइकलर ओरान्डाहरू पनि छ। यो यहाँनिर थोरै मात्र स्टक राख्यो, ओभरस्टक हुन्छ भनेर हामीसँग यो भित्र पनि छ अझै स्टक यसको चाहिँ है। अनि यहाँ तपाईले देख्नु भएको चाहिँ यति छ। राम्रो खालको जेली हेडमा छ है, जोस मजाको जेली हेडमा राम्रो साइजमा छ। अनि अरू चाहिँ हामीसँग यहाँनिर बेटाहरूको पनि राम्रो स्टक आएको छ। यो नर्मल बेटा भयो, तपाईको यसको 100 रुपीस जस्तो पर्न आउँछ भने यो क्राउनटेल बेटा हो, यसको 250 है। व्हाइटमा पनि चाहिँ क्राउनटेल आएको छ है, 250 मात्र है। अनि यहाँनिर हाम्रो सुपर डेल्टा हैन, टेल भन्ने छ। यो तपाईको त्यही 400 जस्तो पर्छ। अनि यहाँनिर चाहिँ हाम्रो प्लाकेटमा हाम्रो डम्बोवाला है बेटा आइसकेको छ। यो तपाईको एलिफेन्ट इयर हैन, तपाईको यसको चाहिँ पिसको तपाईलाई 500 पर्न आउँछ। अनि यहाँ त्यही सुपर डेल्टा टेल भयो। यो तपाईको यो यसको पनि धेरै छ है, कलरहरू धेरै कलरमा छ। यो हामीले प्याकेटहरू खोल्नै भएको छैन क्या। अनि हामीसँग यहाँ भित्र डम्बो मोजाइक गप्पी छ। तपाईको यो चाहिँ पेयरको हामीलाई त्यही 500 जति पर्न आउँछ। मेल फिमेल राम्रो साइजमा ब्रिड हुने साइजमा छ। सो भिजिट है छिटै तपाईहरुले यसको लागि पनि। अनि यहाँ अरु चाहिँ हामीसँग कोही एन्जलहरु पनि छ। अनि यहाँ ब्ल्याकमा पनि क्राउनटेल छ है, ओन्ली 250 है यसको चाहिँ। अनि यो अघिनेको भइहाल्यो सुपर डेल्टा टेलमा। अनि विडोहरु, पोलर प्यारोट पनि छ है अहिले हामीसँग। यो चाहिँ ब्रिडिङ हुनलाई यो मेल फिमेल छ। यहाँनिर हामीले पेयरको 400 मा दिइरहेछौँ यो चाहिँ। अनि हामीसँग थाईमा मिक्स गप्पीहरू छ कलर, त्यो चाहिँ 150 मा पेयरको। तपाईले क्वान्टिटीमा लानुहुन्छ भनेदेखि हामी तपाईलाई नेगोसिएट गर्न सक्छौँ प्राइसमा चाहिँ है। अनि यो कोही एन्जलहरू भइहाल्यो, त्यसको चाहिँ पिसको 150 मा हामी दिइरहेछौँ। साइज राम्रो छ है, साइजले पनि म्याटर गर्छ है त। अर्को कुरा चाहिँ यहाँ मुनि चाहिँ हामीसँग अहिले धेरै लङ टाइम पछि हामीसँग हार्लिक्विन ड्रासबोर्ड आइसकेको छ। धेरैजनाले सोधिराख्नु भएको थियो, हार्लिक्विन ड्रासबोर्डहरू छ। अनि न्युन टेट्राहरू छ। न्युन टेट्राको ओन्ली 100 रुपीस पर पेयर है। अनि हार्लिक्विन ड्रासबोर्डको चाहिँ हामीलाई अहिले 250 पर्न आउँछ पेयरको। अनि यहाँनिर केही मिक्स यहाँनिर श्रिम्पहरू पनि छ। सो राम्रो है, यिनीहरू मजाले जो स्कुलिङ गर्छ। तपाईँको प्लान्टेड ट्याङ्क छ भनेदेखिमा चाहिँ 6 पिसभन्दा माथि लग्नुभयो भने राम्रो स्कुलिङ यिनीहरू देखाउँछ है त। अहिले चाहिँ यो मिक्स म्याक्स भएर खासै हेर्नु त अब स्केलिङ भइरहेछ। तर पनि यो मिक्स म्याक्स अब माछाहरू धेरै भएपछि अलिकति अब फलो गर्दैछ मजाले हैन। त्यो कारणले गर्दा तपाईले 6 पिसभन्दा माथि लग्नुभयो भने तपाईले यसको स्कुलिङ चाहिँ मजाको देख्नुहुन्छ है त। अनि हामीसँग यहाँनिर अहिले बेटाहरूको स्टक राम्रो छ। मेल फिमेल नै छ, तर फिमेल चाहिँ हामीसँग के भन्छ यो अरू एलिफेन्ट इयरहरूमा चाहिँ आएको छैन हैन। यो त ऊ भइहाल्यो, सुपर डेल्टा टेल भइहाल्यो। तर कलर चाहिँ राम्रो राम्रो आएको छ है बेटाहरू। यहाँनिर हामीसँग यो एलिफेन्ट इयरमा, एलिफेन्ट इयर हो यो यिनीहरू चाहिँ है। जस राम्रो खालको आएको छ, क्लोज लुकमा यस्तो छ है। यो प्याकेटै खोल्न भएको छैन क्या। अनि यहाँ मुनि पनि छ बेटाहरू। र हामीसँग अहिले स्टकमा हाम्रो राम्रो खालको एलिफेन्ट इयर प्लेटिनम डम्बो है ग्रेट टेल आइसकेको छ। यो पनि पेयरको हामीलाई त्यही 500 जति पर्न आउँछ। यो एडल्ट हो, यो थाइल्यान्डबाट ल्याएको हो। यहाँ हाम्रो यहाँ होम ब्रिड होइन है। होम ब्रिड भयो भने अभियसली प्राइस रेन्ज अब मिलाउन सक्छ, किनकि आफ्नो अन ब्रिड हुन्छ हैन।
त्यो आफ्नो प्राइस हुन्छ। तर यो चाहिँ थाइल्यान्डबाट आएको भएर है त, यो चाहिँ बाहिरबाट मगाएकै भएर पियरको 500 मा हामीले अहिले दिइरहेछौँ। तपाईँहरूको आफ्नो होम ब्रिड छ भनेदेखिमा चाहिँ अभियसली हामीले तपाईँहरूलाई राम्रो रेटमा दिन सक्छौँ है। अनि हामीसँग यहाँ के भन्छ क्रेफिस है, क्रेफिस पनि छ यो गोस्ट कलरमा होइन। अनि यहाँ हामीसँग भेजा सेन्सपिलमको सानो साइजमा थोरै बाँकी छ। अनि क्रेफिस पनि हामीसँग धेरै कलरहरूमा छ है, वाइटमा पनि छ प्योर। अनि यो कोहाको सोर्टेल होइन, यो के भन्छ सेन्टा क्लस पनि भन्छ होइन यसलाई, यो पनि छ। यो पनि राम्रै प्राइसमा छ, पियरको त्यही 200 जति पर्न आउँछ। अनि अर्को अलिकति राम्रो भेराइटीमा तपाईँले पाउनुहुन्छ हामीसँग अहिले एल्बिनो सेनेगल पनि आइसकेको छ है। यो रेड आईमा छ एल्बाइनोमा, यो धेरै पनि छैन बाँकी, रेडले सागहरू नर्मल भइहाल्यो। यो सेनेगल चाहिँ हामीलाई त्यही 750 जति पर्न आउँछ है पिसको है। पहिले 1000 समथिङमा हुन्थ्यो भनेदेखिमा। अनि हामीसँग अहिले रेटल क्याटफिस पनि छ, टाइगर सबोल्नस पनि छ। यसको नि प्राइसहरू रेटल क्याटफिसको हामीलाई 400 पर्न आउँछ, सोबोल्नसको हामीलाई त्यही 750 जति पर्न आउँछ। सेम प्राइस है यो सोबोल्नस र यो हाम्रो एल्बिनो सेनेगलको चाहिँ है। अनि अर्को हामीसँग यहाँनिर मोलीहरू, बेलुन मोली एकदमै राम्रो है। अहिले तपाईँहरूले एकदमै नयाँ जसले एकदम भिडियोहरू हेर्नुहुन्छ भनेदेखिमा चाहिँ तपाईँले मोलीको एकदमै क्रेज यो खालको, अझ योभन्दा अलिक हाई क्वालिटी हुन्छ त्यो त होइन, तर पनि अब यहाँनिर नेपालमा अहिले थाइबाट आउने चाहिँ यस्तै होइन, यो खालको छ। यो पनि पियरको त्यही हामीलाई 150 जति मात्र पर्न आउँछ। बेलुन मोली छ राम्रो साइजमा है, लिन आउन सक्नुहुन्छ। बेलुन मोली कुनै यहाँनिर मिक्समा डाल्मेसियन टाइपमा पनि छ। रेगुलर भइहाल्यो, त्यही कमेटहरू भयो होइन, सुबान किङ भयो होइन। अनि यहाँ भिडियोहरू हामीसँग धेरै स्टकमा छ भिडियोहरू पनि। अनि यहाँनिर हामीसँग थाई गोल्ड पनि आइसकेको छ। पियरको हामीलाई त्यही 250 देखि लिएर 450 सम्मको रेन्जको छ है। यसको हामीसँग राम्रो भेराइटी छ है त। अनि त्यहाँबाट यहाँनिर हामीसँग भएको गोल्डस्ट मोली पनि आएको छ, प्लाटी पनि आएको छ। त्यही हामीलाई पियरको त्यही 100 रुपिस जस्तो पर्न आउँछ यिनीहरू चाहिँ है। अनि यो चाहिँ हाम्रो 100 रुपिस जाने पेटा भयो है, मेलहरू छ 100 रुपिस जाने पेटा भयो। यहाँ मुनि पनि मोलीहरू छ, यो चाहिँ रेगुलर मोलीहरू भयो। यो पनि तपाईँको पियरको त्यही 100 रुपिस जस्तो पर्न आउँछ। अनि त्यहाँबाट हामीसँग अघि भर्खर मैले भनेको यो पोलर प्यारोट भनेको थिएँ, यो तपाईँको त्यही 400 पर्छ पियरको। यो पनि इम्पोर्ट गरेको हो, तपाईँको यहीँ ब्रिड भएको होइन है। यहीँ ब्रिड भएको हो भने त 200-300 मा पनि मान्छेले बेचिरहेको छ होइन, यो साइजको चाहिँ। अब यो साइजमा ब्रिड पनि गर्छ फेरि यिनीहरूले। अनि अर्को हामीसँग अहिले राम्रो खालको यो के भन्छ उयो अफ्रिकन सिग्लेटहरू आएको छ पिककमा विशेष गरी होइन, एलुनो कारा भन्छ होइन। तपाईँको यो चाहिँ तपाईँको पियरको हामीले 300 मात्र दिइरहेछौँ अहिले है, 300 मा मात्र हामीले दिइरहेछौँ है। अहिले अलिकति प्राइस एकदमै मिलेर आएको भएर साइज पनि राम्रै छ। ओन्ली पियरको 300 है त। यो चाहिँ राम्रो राम्रो कलरमा आएको छ। सो ग्र्याब द डिल है त। 300 मा अफ्रिकन सिग्लेट यो क्वालिटीको थाईको है यो चाहिँ है हाम्रो। सो अरू भनेको मैले अघि नै क्रेफिसहरू भनेको थिएँ, क्रेफिसहरू राम्रो भेराइटीमा छ है। अनि हामीसँग भएको यो अफ्रिकन सिग्लेटहरू यहाँ पनि छ है। ल त्यही हो, अब हामीसँग अहिले एभाइलेबल भएको स्टकहरू तपाईँहरूले देख्नुभयो होला। कोही पनि हामीसँग ठुल्ठुलो साइजमा छ। अनि यहाँनिर नाइफहरू छ, प्यारोट पनि आइसकेको छ है, रेड प्यारोट। अल्बिनो टाइगर साग भइहाल्यो, सेब्रम पनि भइहाल्यो। अहिले माछाहरू धेरै नै छ हामीसँग, त्यो कारणले गर्दा यहाँहरू भिजिट गर्न सक्नुहुन्छ। कुनै माछा मन परेको छ भने इन्क्वायरीको लागि मेसेज पनि गर्न सक्नुहुन्छ व्हाट्सएपमा र मेसेन्जरमा। कहिलेकाहीँ मेसेन्जरमा हामीले तपाईँलाई रिप्लाई गर्न नमिल्ने किसिमले मेसेज आउँछ क्या, त्यो कारणले गर्दा व्हाट्सएपमा गर्नु होला। नम्बर त्यहीँ छ है, डिस्क्रिप्सनमा म हालिदिन्छु नम्बर पनि। सो गाइज ह्याप्पी फिस किपिङ है त। यति नै आजलाई।